सचिन यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। म बसन्त परियार र आज मेरो बिचमा निरबहादुर श्रेष्ठ कार्यवाहक अध्यक्ष जनप्रजातान्त्रिक पार्टी नेपाल उहाँलाई मैले आज निम्त्याएको छु। म उहाँलाई स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। के गर्दै हुनुहुन्छ अहिले? अब पार्टीको कार्यवाहक अध्यक्ष हुनुभएको छ, यहाँलाई हार्दिक बधाई छ। के गर्दैछ अहिले पार्टीले? तपाईँ के गर्दैछ? धन्यवाद। सर्वप्रथम त जनभरोसा मिडिया सुनेर बसिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हामीले जब म कार्यवाहक अध्यक्ष भइसके पछाडि कतिको कार्यवाहक अध्यक्ष भएको? हामी 2 महिना लगभग भयो। अध्यक्ष तेजबहादुर बस्नेत हुनुहुन्छ। अध्यक्ष तेजबहादुर बस्नेत हुनुहुन्छ। मैले चाहिँ जब कार्यवाहक अध्यक्ष जिम्मेवारी लिइसके पछाडि हामीले पार्टीलाई सुदृढीकरण गर्दै पार्टीलाई चाहिँ नयाँ ढङ्गबाट पार्टीको विचार राजनीतिक सिद्धान्तलाई चाहिँ जनताको बिचमा लाने गरी हामीले चाहिँ कार्यक्रम अगाडि बढाउँदैछौँ। कार्यक्रमलाई चाहिँ निश्चित निर्धारण गर्दैछौँ र पार्टीलाई सुदृढीकरण गर्न हामी अहोरात्र लागिरहेछौँ। कति भयो यो पार्टी? त पुरानै हो होइन? पुरानो पार्टी 61 सालदेखि पार्टी जनप्रजातान्त्रिक पार्टी नेपाल भनेर चाहिँ विधिवत रूपमा स्थापना गरेर आजसम्म पार्टीलाई आफ्नो रफ्तारमा लगिरहेको अवस्था छ। भलै हामीले उपलब्धिमूलक ढङ्गबाट चाहिँ सदनमा पुर्याउन सकेको स्थिति त होइन, तर जनताको बिचमा जनताको चाहिँ आकाङ्क्षालाई, जनताको चाहिँ जीवन स्तरलाई उकास्ने गरी, जनतालाई चाहिँ सुसूचित गर्ने गरी, देश र जनताको चाहिँ पक्षमा काम गर्ने गरी हामीले निरन्तर त्यस्ता खालको चाहिँ कार्यक्रमहरू, जनमुखी कार्यक्रमहरू गर्दै आइरहेका छौँ। तपाईँ चाहिँ अनि के यो भर्खर त अब तपाईँ धेरै त भएको छैन पार्टीमा आउनु, पहिला कहाँ तपाईँ राजनीतिमै हुनुहुन्थ्यो होइन? म पूर्व पिएलए, पूर्व जनमुक्ति सेना, माओवादी केन्द्रमा, तत्कालीन माओवादीमा रहेर पूर्व पिएलए जनमुक्ति सेनाबाट अवकाश लिएर आइसके पछाडि तपाईँ कुनमा कहाँ हुनुहुन्थ्यो? म शक्तिखोर जुटपानीमा थिएँ। कति सालदेखि लाग्नुभयो तपाईँ? म चाहिँ यो चाहिँ शान्ति प्रक्रियाभन्दा अगाडि जब चाहिँ पार्टी चाहिँ चरम द्वन्द्वमा थियो, राज्यमा उत्कर्षमा थियो, त्यो अवस्थादेखि एउटा चाहिँ राजनीतिमा लाग्दै जनमुक्ति सेनामा चाहिँ गइसके पछाडि हामीले चाहिँ त्यो पार्टीलाई चाहिँ जब पार्टीको आदेशअनुसार, पार्टीको नीतिअनुसार क्यान्टोनमेन्टमा बस्यौँ र चाहिँ शान्ति प्रक्रिया के बुझ्नु भएको थियो तपाईँले माओवादीलाई? भन्नु त किन लाग्नु भएको? माओवादी एउटा चाहिँ जनताको पार्टी, जनताको चाहिँ त्यो बेला तपाईँको बुझाइ थियो? मेरो बुझाइ जनताको पार्टी, त्यो कम्युनिस्ट पार्टी हो भने कम्युनिस्ट पार्टी हो भनेर एउटा चाहिँ नेपालमा आमूल परिवर्तनको लागि, संसदीय व्यवस्था अन्त्यका लागि माओवादी पार्टीको चाहिँ मूल एजेन्डा भनेकै संसदीय व्यवस्थाको अन्त्य र चाहिँ जनवादी व्यवस्था ल्याउने भन्ने जुन मूल उद्देश्य थियो, त्योलाई आधार मानेर हामीले चाहिँ पार्टीमा लाग्यौँ। अब जब संसदीय व्यवस्थामै आएर पार्टी सिद्धिसके पछाडि हामीले त्यो पार्टीमा रहन सकेनौँ। नरहिसके पछाडि हामी तपाईँले सोचे जस्तो र नेपाली जनताले चाहे जस्तो र चाहिँ आम माओवादी केन्द्र, माओवादी पार्टीलाई चाहिँ आस्था र विश्वास, भरोसा होइन, यो देशको चाहिँ वैकल्पिक राजनीतिक शक्ति, यो देशलाई आमूल परिवर्तन गर्ने शक्ति भनेर चाहिँ जे सोचेर नेपाली जनताले साथ सहयोग र भरोसा गरेको थियो, त्यो आधारमा नगइसके पछाडि जब पार्टी शान्ति प्रक्रिया आइसकेपछि बिस्तारै संसदीय व्यवस्थामै भाँसिन थालिसके आम लडिएको थियो, त्यो चाहिँ भएन। नभइसकेपछि धेरै सत्तामुखी हुनुभयो, पैसामुखी हुनुभयो। आम सबै कार्यकर्ताहरू, हिजोका चाहिँ जनमुक्ति सेना होस् या चाहिँ मिलिसिया होस्, जो चाहिँ जनयुद्धलाई चाहिँ चरम उत्कर्षमा पुर्याउनको लागि चाहिँ त्याग तपस्या र बलिदानी गर्ने तमाम क्याडरहरू चाहिँ आज तपाईँ हामीले पनि सुन्छौँ। कतिले चाहिँ आत्महत्या गरे भनेर सुन्छौँ, कति विदेशिनु पर्यो भनेर सुन्छौँ, कति चाहिँ इमान्दार कार्यकर्ताहरू चाहिँ भौतारेर बेरोजगारीको चाहिँ पीडाले भौतारेर हिँडेको देख्छौँ। यो सब कारणले गर्दा माओवादी पार्टी आजको अवस्था पुगे पनि त्यही कारणले हो। एकदम विदेश मैले आजसम्म पनि धेरैवटा आजसम्म पनि जे गर्न सकिन्छ यही देशका लागि गर्ने, जे चाहिँ विदेशमा गएर चाहिँ अर्काको गुलाम हुनुभन्दा स्वदेशमै चाहिँ केही गर्न सकिन्छ भन्ने आँट भरोसा र चाहिँ त्यो साहसका साथ दुःख कष्ट भोगाई
भोग्दै आजको यो स्थानसम्म अहिलेसम्म तपाईँ आफ्नो विचारमा अडिग हुनुहुन्छ? एकदम एकदम विचार राजनीतिक सिद्धान्त हिजो जुन उद्देश्य र जुन विचार बोकेर हिँडेको थियो आज पनि भलै पार्टीको नाम जुन जुन भए पनि विचार आमूल परिवर्तन देश र जनताको पक्षमा काम गर्ने र यो चाहिँ नि संसदीय व्यवस्थाबाट चाहिँ नि उन्नत गणतन्त्र अहिले पनि तपाईँहरू अझै पनि गणतन्त्रको पक्षमा हैन त्यसमा चाहिँ नि सनातनी चाहिँ नि एउटा चाहिँ त्यो हिन्दू भन्दा पनि सनातन जो चाहिँ नि परम्परागत शैलीमा चाहिँ परम्परागत देखि चाहिँ परम्परादेखि चल्दै आएको जुन रीतिरिवाज धर्म संस्कृतिलाई चाहिँ नि जगेर्ना गर्दै चाहिँ नि समुन्नत गणतन्त्र चाहिँ हाम्रो पार्टीको चाहिँ मूल लक्ष्य हो। समान सहभागिता समान अवसर भन्ने जुन हाम्रो छ चाहिँ नि दलीयताको कुरा पनि गर्नु छैन। हाम्रो राज संस्था चाहिँ हाम्रो पार्टीको मूल एजेन्डामा छैन। हाम्रो मूल एजेन्डामा छैन। हाम्रो राज संस्था हजुरले जुन कुरा उठाउनु भयो राज संस्थाको कुरा चाहिँ मैले अघि भने सनातनदेखि धर्म संस्कृति परम्परा रीतिरिवाज भनेको के हो त भन्दाखेरि हामीले चाहिँ जो पृथ्वीनारायण शाहले गरेको योगदानलाई त हामीले चाहिँ त्यो इतिहासलाई त भुल्न सक्दैनौँ नि त हैन। आज चाहिँ नि हामीले अघि कुरो गर्यौँ म चाहिँ जुन पृष्ठभूमिबाट आएँ चाहिँ नि हिजो जनयुद्धको चाहिँ जुन योगदान थियो प्रचण्डले त्यो योगदान त चाहिँ त्यो बेला ठिक थियो हैन? ठिक थियो जुन जनयुद्ध त सही टाइममा सही उद्देश्यका साथ भएको हो नि त। आज चाहिँ के भयो त्यो फरक पाटो हो तर त्यो इतिहासलाई त सम्मान गर्नुपर्छ हैन। त्यो बिपी कोइरालाले गरेको इतिहासलाई त सम्मान गर्नुपर्छ। भलै त्यहाँनिर चाहिँ काङ्ग्रेसभित्र के भयो कसो भयो अहिलेका चाहिँ नि जेनेरेसनले के गर्यो त्यो तपसिलको विषय हो। हिजोको चाहिँ लिडरहरूले गरेको चाहिँ तमाम चाहिँ पोजिटिभ राम्रा कामहरूलाई त तपाईँहरूले सम्मान गर्नुपर्छ। त्यही हो हाम्रो इतिहासको सम्मान भनेको त्यही हो। हामीले त इतिहासबाट पाठ सिक्ने हो नि त हैन। जब हामीले इतिहासलाई संस्था हुँदा पनि केही फरक पर्दैन इतिहासलाई हेर्दा भन्ने कुरा संस्था चाहिँ आउन चाहिँ हुँदैन हैन। भलै फेरि चाहिँ तपाईँसँग एउटा कुरा चाहिँ प्रश्न गरेँ हैन। हामीले अभिभावकत्वको लागि कुनै ठाउँमा त्यो चाहिँ जनताको कुरा हो। हामीले अहिले चाहिँ गणतन्त्रले चाहन्छन् भने त्यसको बाधक नहोस्। त्यो सक्रिय राज्य राजा यो देशमा चाहिएको राजतन्त्र कुरा हो। यो देशमा चाहिएको छैन। अहिले भएको जो आन्दोलन छ राजावादीहरूले जुन माग गरिरहेको छ हुन त राजावादी भन्ने पार्टी त मैले यो देशमा राजावादी भनेर आउने मान्छे हो त मैले एकजना पनि देखेको छैन हैन। किन नत्र यत्रो हैन त्यो त सबै एउटा चाहिँ भिड मात्र हो। त्यो चाहिँ अवसरवादीका भिडहरू हो जो चाहिँ गणतन्त्रको उप प्रधानमन्त्री बन्छ गणतन्त्रको सांसद बन्छ हैन गणतन्त्रको तलब भत्ता खान्छ ती राजावादी हुँदैन। सत्ता चाहने यो चाहिँ सत्तामा जानको लागि बार्गेनिङ पोइन्ट हो। बार्गेनिङ पोइन्ट हो। आन्दोलन त यो त समर्थन त सधैँ छैन। यो त एकदम चाहिँ यो त स्वार्थी समूहको झुन्ड हो पार्टीको निर्णय हो। यो चाहिँ आन्दोलनलाई हाम्रो पार्टीको समर्थन छैन। यो अहिले आन्दोलनकारीहरूले समर्थन त माग्नु भएको होला नि तपाईँ प्रत्यक्ष परोक्ष ढङ्गबाट माग्ने कुरा त स्वाभाविक भयो तर हाम्रो समर्थन छैन यो आन्दोलनलाई। यो राजा ल्याउने उद्देश्यका साथ पनि होइन। यो चाहिँ आफ्नो तलब भत्ता र मन्त्री बन्ने एउटा चाहिँ बार्गेनिङ र चाहिँ पार्टीलाई चाहिँ गुमराहमा राखेर आफ्नो चाहिँ स्वार्थ पूर्ति गर्ने चाहिँ खेल मात्रै हो। जो भए पनि एबिसिडी त्यहाँनिर चाहिँ कति मान्छे बुझेर आएको छ कति मान्छे नबुझेर आएको छ हैन। भनेपछि राजा नै पूर्व राजा नै भ्रममा हुनुहुन्छ। पूर्व राजा भ्रममा हुन्छ 100%। किन भन्दाखेरि आँचिम्म गरेर चाहिँ नि संसार देखिन्न हेर्नु पर्यो नि त हैन। राति देखेको सपना चाहिँ हाम्रो कहिले पनि पुरा हुँदैन दिउँसोमा देख्नु पर्यो नि त। हामीले त म कल्पना गर्नु पर्यो कि यो देशमा चाहिँ नि डाँडा पाखा भिर चाहिँ नि पाहाडमा पनि एउटा चाहिँ उर्वर भूमि बनाउन सक्छु। यो चाहिँ हरियो वन नेपालको धन यो चाहिँ धनलाई चाहिँ हामीले सदुपयोग गर्न सक्छु भन्ने दिउँसो देख्नु पर्यो नि सपना। राति चाहिँ प्लेन उडेको प्लेनमा चढेको सपना देखेर त प्लेनमा त चढिन्न नि त हैन। सपनामा लहपति हुँदैन नि त। अब चाहिँ म सपनामा चाहिँ चन्द्रमामा गएँ भनेर म चन्द्रमामा गएँ भनेर फिल गरेर त हुँदैन नि त। प्रेजेन्ट त्यो दिउँसोमा देखेको सपना मात्रै पुरा हुन्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ राजावादीहरूले या राजाले पनि किन यो ढङ्गको अवसरवादी तत्त्वहरूलाई समातेर जाँदा राजा आफैमा चाहिँ आफ्नो भएको साथ पनि गिराउँदै जाने हो। अहिले त्यही हो।
तर जनताको सहभागिता त छ नि त होइन, एउटा लहर त आएको छ नि त होइन। त्यसमा यो चाहिँ राजा हेबको बारेमा बोल्दा कस्तो अवस्था थियो, अहिले त एउटा के माहौल त भएको हो नि होइन र। त्यसमा चाहिँ म हजुरसँग एउटा कुरा एकदम जनतालाई पनि आम पब्लिक होस्, नेता कार्यकर्ता होस्, पार्टीका मान्छेहरूलाई म एउटै कुरो मात्रै भन्छु। के कुरा भन्नुहुन्छ भने अहिले जनताको सहभागिता भनेको राजनीतिक क्राइसिस, यो अहिलेको राजनीतिक दलले डेलिभर गरेको नसक्नुको कारण राजनीतिक फ्रस्ट्रेसन, किनकि भ्रष्टाचार छ, अनियमितता छ, त्यहाँ चाहिँ विकृति छ, विसङ्गति छ होइन। सबै युवाहरूलाई चाहिँ यहाँ रोजगारको व्यवस्था छैन, सबै युवाहरू विदेश हिँड्नुपर्ने स्थिति छ, आमा बाउको चाहिँ काखरित्या छ, श्रीमती छोराहरूको चाहिँ बाउ चाहिँ को चाहिँ सबै रित्या छ, देख्नु पाउनु छैन, विकृति विसङ्गति चाहिँ बढ्दो छ। फ्रस्ट्रेसन हो त्यसको फ्रस्ट्रेसनले राजाको लागि होइन, यहाँ त अझ तपाईँले भन्नुहुन्छ भने चाहिँ तेल र चाहिँ पैसाका लागि होइन, चाहिँ एउटा आफ्नो चाहिँ जीविकोपार्जनको लागि अहिले हेर्नुहोस् त बजार ठप्प छ होइन, बाँच्नु त पर्यो, त्यो बाँच्नका लागि पनि कहाँ लाग्दा बाँच्छ त। त्यसको त्यो राजनीतिक वितृष्णाको कारणले चाहिँ यो चाहिँ भिडभाड आएको हो। यो राज्यको गलत चाहिँ भनौँ न, राज्यले गर्न खोजेको चाहिँ काम गर्न नसकेर, राज्यले दिनुपर्ने डेलिभरी दिन नसकेर, जनतालाई गर्नुपर्ने चाहिँ दिनुपर्ने सेवा सुविधा दिन नसकेर ठाउँ ठाउँमा भ्रष्टाचार व्यतिथि छ। ठिक छ, यो विकृत विसङ्गति विरुद्ध तपाईँहरूको पार्टीको रोडम्याप चाहिँ के छ? हाम्रो विकृति विसङ्गति चाहिँ पहिलो त हामीले जनतालाई सुसूचित गर्नुपर्छ, पहिलो कुरा भनेको त्यो हो। हाम्रो पार्टीको मेन लक्ष्य तपाईँहरूलाई नै समर्थन गरिदिनु पर्ने होइन, परेन, हामीलाई समर्थन गर्नु परेन, हामीले चाहिँ जनतालाई हामीले सुसूचित गर्छौँ। के हो त राजनीति, के हो अहिले त राजनीति फ्रस्ट्रेसन छ नि त, राजनीतिदेखि दिक्क आजित भएको छ नि त होइन। राजनीति नै मन नपराउने भइसक्यो क्या, यो ब्रह्माण्ड चलाउने राजनीतिले हो क्या होइन। तपाईँ हामी चाहिँ यहीँ बसेर बुझाउन चाहन्छु, यहीँ बसेर तपाईँ राजनीति बिना त आए। मैले हजुरलाई एउटै उदाहरण दिएँ, हजुर र म अहिले चाहिँ गफ गरिरहेको छौँ नि त होइन। हजुर र मैले पनि राजनीति गरिरहेको छु क्या, हजुर र मैले पनि के राजनीति गरिरहेको छु भने हजुरले मैले हजुरलाई हेरिरहेको छु, हेरेर मैले गफ गरिरहेको छु, हजुरले मलाई हेरिरहेको छु नि। तर त्यो हेर्दा हेर्दै एउटा चाहिँ कमिलाले के उड्ने कमिला या के एउटा भुसुनाले आएर आँखामा चाहिँ एट्याक गर्यो भने तपाईँको आँखाले राजनीति गरेन भने तपाईँको आँखा फुट्नेवाला छ होइन। तपाईँको आँखाले चाहिँ चिम्म गरिदिएन भने त्यो पनि राजनीति हो क्या। ब्रह्माण्ड चलाउने एउटा चाहिँ 12वटा नीति मध्येको चाहिँ सर्वश्रेष्ठ नीति भनेको राजनीति हो। राजनीति जनले बुझ्न जरुरी छ होइन। देशलाई आमूल परिवर्तन एकदम सामाजिक हो, सांस्कृतिक हो होइन, त्यो त राजनीतिभित्रको एउटा पाठ मात्रै हो। सामान्य एउटा चाहिँ तपाईँलाई एउटा हाम्रो शरीरको नसा हजारौँ लाखौँ नसा हुन्छ नि त, सानो साना नसा हुन्छ नि, त्यो नसा मध्येको एउटा नसा मात्रै हो तिनीहरू त, त्यस्ता चाहिँ हाँगा मात्रै हो। त्यो कारणले गर्दा राजनीति सर्वश्रेष्ठ चिज हो, यो चाहिँ बुझ्न जरुरी छ, आम पब्लिकले बुझ्न जरुरी छ। राजनीति भनेको के हो भनेर त्यो कारणले गर्दा त्यो राजनीति चाहिँ अहिले फ्रस्ट्रेसन छ, त्यो चाहिँ नेताको प्रवृत्ति, नेताको गतिविधि कहिले गर्ने के मैले फेरि प्रश्न गरेँ क्या। 61 सालदेखि पार्टी भन्नुहुन्छ, सुसूचित अब कति गर्ने के कति गर्ने? मैले तपाईँहरू आफै विवाद छ पार्टीमा, कमजोर छ तपाईँहरूको पार्टी, म आम नेपाली अहिले पनि तपाईँहरूकोमा कारबाही चलिरहेछ तपाईँको पार्टीमा। आम नेपाली जनतासँग पहिला सर्वप्रथम त म जनप्रजातान्त्रिक पार्टीको अध्यक्ष निरबहादुर श्रेष्ठको र जनप्रजातान्त्रिक पार्टीकै तर्फबाट म चाहिँ नि माफी माग्न चाहन्छु। कुन कारणले जनतासँग कुन कारणले जनतालाई सूचित गर्न त किन आएन भन्ने कुरा। हाम्रो पहिलो कुरा चाहिँ आजसम्म जो चाहिँ नि लिडरहरूले नेतृत्व गर्यो त्यो नेतृत्वहरूको कार्यक्षमता व्यक्तिमा पनि, राजनीतिलाई चाहिँ गाइड गर्ने त फेरि व्यक्तिले हो, व्यक्तिको चाहिँ आचरण, व्यक्तिको चाहिँ प्रवृत्ति, उसको चाहिँ त्यो पनि राजनीतिक स्वभावले, त्यो पनि राजनीति नै हो। त्यो कारणले गर्दाखेरि उहाँहरूले कति जनताको पक्षमा चाहिँ आफ्नो क्रियाशीलता देखाउन सक्यो होइन, आफ्नो काम डेलिभरी गर्न सक्यो भन्ने कुरामा रह्यो। त्यो कारणले गर्दा म जब यो चाहिँ जनप्रजातान्त्रिक पार्टीको चाहिँ अध्यक्ष भएँ, कार्यवाहक अध्यक्ष भएँ, मैले चाहिँ जनताको पक्षमा काम गर्ने गरी कार्यक्रम म 2 महिना भएको छ, जम्मा 2 महिना भएको छ होइन। कारबाही मात्रै होइन,
पार्टी जनताको पक्षमा काम पनि हुँदै आएको छ। तर के हो त भन्दाखेरि हामी सानो छौँ, भलै रूपमा यो देशमा चाहिँ नि साना पार्टीहरूको मूल्य र मान्यता हुँदैन। जब सत्तामा पुग्छ, जब सत्तामा चाहिँ नि भ्रष्टाचार गर्छ, जब चाहिँ नि अनियमितता गर्न थाल्छ, अनि चाहिँ नि मिडियामा राइजमा आउँछ। हेर्नुहोस्, हामी त्यो गर्दैनौँ, हामी त जनताको पक्षमा गर्दैनौँ। पहिलो कुरा त हामी चाहिँ नि गर्दैनौँ, हामी जनतालाई गर्दैनौँ। हाम्रो पार्टीको तपाईँलाई चाहिँ मैले मुद्दै भनिदिएँ, राष्ट्रियता, सुदलीयता, होइन, समाजवाद, विकास र स्वाभिमानता, होइन, मूल नारा, मूल सिद्धान्त भनौँ, मूल विचार, न जनवाद न पुँजीवाद, होइन, जनताको प्रगतिशील समाजवाद। हेर्नुहोस्, हाम्रो पार्टीको मूल नारा प्रगतिशील समाजवाद, प्रगतिशील समाजवाद। आज तपाईँले त्यो हजुरहरूले हेर्नुहोस्, इतिहास हेर्नुहोस्, यो पार्टीले सबैभन्दा पहिला प्रगतिशील समाजवाद 61 सालमा चाहिँ नि दर्ता हुने पार्टी जो छ पार्टी छ, त्योभन्दा अगाडि भएको दर्ता भएको पार्टीहरूको पनि हेर्नुहोस्, मेनिफेस्टो हेर्नुहोस्, चाहिँ नि प्रगतिशील समाजवाद कुनै पनि पार्टीको आजसम्म पनि छैन। त्यो भन्नको लागि भन्न त पाइन्छ नि त, होइन, क्रान्तिकारी कुरा गर्नु त हेर्नुहोस् अहिले चाहिँ नि सबैले जानेछ नि त। अनि त्यो कारणले गर्दाखेरि एउटा अर्को चाहिँ नि यो पार्टीले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेर सबैभन्दा पहिला त्यो राष्ट्रपति होस् प्रधानमन्त्री एकदम जनताबाट निर्वाचित कार्यकारी प्रमुख, हामीलाई राष्ट्रपति र प्रधानमन्त्रीसँग त्यो कुनै होइन क्या, जनताबाट निर्वाचित हुनु पर्यो क्या, होइन। सर्वाधिकार 5 वर्ष चाहिँ नि कम्तीमा पनि 5 वर्ष चाहिँ नि उसको ग्यारेन्टी नीति र विचार र सिद्धान्त र उसको चाहिँ नि कार्यक्रम अनुसार देशलाई चलाउन सक्ने भयो भने अनि पार्टी के अरे देश विकास हुन्छ क्या। त्यो कारणले जनताबाट निर्वाचित कार्यकारी प्रमुख हामीलाई राष्ट्रपति र प्रधानमन्त्री सरकार छैन, तर जनताबाट निर्वाचित हुनु पर्यो भन्ने विचार सिद्धान्त र चाहिँ एउटा डकुमेन्टेसन गर्ने जनप्रजातान्त्रिक पार्टी हो, जो चाहिँ तपाईँले चाहिँ निर्वाचन आयोगमा गएर सुरुदेखि अन्त्यसम्म सबै पार्टीको रिसर्च गर्न सक्नुहुन्छ। यो चाहिँ दावाका साथ नवीकरण सबै छ। तर किन पार्टीमा तपाईँहरूको कारबाही फेरि अहिले भर्खरै तपाईँहरूले 2 जनालाई कारबाही गर्नुभएको छ? यो चाहिँ के भयो? यो चाहिँ हजुरलाई मैले भने जुन ठाउँमा पनि जुनसुकै उहाँहरू कारबाही पनि को हुनुहुन्छ? वरिष्ठ नेता ज्ञानबहादुर तामाङ, उहाँ त पुरानै मान्छे हो नि, पूर्व महासचिव रिदम थापा र पूर्व सचिव दीपक बस्नेत, जो चाहिँ उहाँहरूलाई पनि म भनिदिन्छु, जो चाहिँ ज्ञानबहादुर तामाङ चाहिँ नि फौजदारी अभियोग पनि लागिरहेछ, होइन, पार्टीको चाहिँ महत्त्वपूर्ण कागजात चाहिँ नि लुकाएर चोरेर हिँडेछ, होइन, चोरेर चाहिँ पार्टीको कार्यालयमा रहनु पर्ने चाहिँ महत्त्वपूर्ण कागजातहरू चाहिँ नि बेपत्ता बनाइरहेछ। अर्को चाहिँ नि पार्टीलाई को विधानभन्दा विपरीत गएर, होइन, एउटा चाहिँ नि साथीहरूलाई भड्काउ, होइन, पार्टीको चाहिँ गतिविधिलाई चाहिँ नि विचलित पार्ने गरी चाहिँ अगाडि बढिरहनु भएको छ ज्ञानबहादुर तामाङ। अर्को अब रिदम थापा, उहाँलाई आफैमा अब चाहिँ नि हजुरले बुझ्न सक्नुहुन्छ, आफैमा चाहिँ अहिले फौजदारी अभियोगको चाहिँ नि उ लागिसकेपछि पार्टीले चाहिँ नि अर्को निर्णय नहुँदासम्म होइन, निलम्बनै हो, अर्को निर्णय नहुँदासम्म चाहिँ नि निलम्बन गरिरहेछ। उहाँलाई कारबाही हो, किनभने पार्टीको महत्त्वपूर्ण कागजात चाहिँ नि लुकाएको, चोरेको र चाहिँ अर्को तपाईँलाई सिनामङ्गलमा भएको कार्यालय ल्याएर चाहिँ नि वसुन्धारामा राख्दा अहिले त वसुन्धाराबाट पनि सराएर हामीले उता लग्यौँ, तर त्यहाँको फर्निचरहरू सिनामङ्गलबाट ल्याएको कार्यालय चाहिँ हामीले उता सार्यौँ, होइन, तर सिनामङ्गलबाट ल्याएको फर्निचरदेखि लिएर चाहिँ नि त्यो इक्विपमेन्टहरू, ल्यापटप, कम्प्युटरहरू चाहिँ नि कुर्सी टेबलहरू, होइन, के छ आवश्यक अत्यावश्यक कागजपत्रहरू सहित चाहिँ नि उहाँहरूले कहाँ लग्नु भएको छ थाहा छैन। उहाँहरूलाई चाहिँ नि भोलि आवश्यक पर्यो, उहाँहरूले चाहिँ नि फेरि पनि चाहिँ पार्टीलाई आघात पुग्ने चाहिँ काम गर्नुभयो भने फेरि चाहिँ कानुनी कारबाहीमा जानुपर्ने हुन्छ एकदम। किन अहिले पनि चाहिँ नि उहाँले चाहिँ वसुन्धारा नै पार्टी कार्यालय हो भन्दैछ नि त, त्यसो भइसके पछाडि त सिनामङ्गलबाट ल्याएको चाहिँ नि डकुमेन्ट त त्यहाँ हुनुपर्छ, सिनामङ्गलबाट ल्याएको चाहिँ नि सम्पूर्ण चाहिँ नि भौतिक सामग्री त त्यहाँ हुनुपर्छ। उहाँले बुझाउनु पर्यो, पार्टीलाई बुझाउनु पर्यो, पार्टी अध्यक्षको चाहिँ जिम्मा दिनु पर्यो, पार्टीको चाहिँ नि कमिटीले जिम्मा दिनु पर्यो, होइन। त्यो भइसकेपछि त्यो सबै उहाँहरूलाई चाहिँ यो जम्मै केन्द्रीय कमिटी तेजबहादुर बस्नेतको नेतृत्वमा, होइन, अध्यक्ष हो नि त कार्यकालको, तपाईँ एकदम उहाँकै नेतृत्वमा तेजबहादुर माइनोट गरेर विधि पुरा तपाईँहरूलाई कारवाही गरी भन्दै त्यो त चाहिँ नि के हुन्छ भने
कुवामा बसेको भ्यागुताले संसार म त उफ्रेर चाहिँ पार गर्छु भने जस्तो सपना मात्रै हो। त्यो त चाहिँ के भन्नु, कुवामा त बस्ने भ्यागुताले त कुवा नै संसार हो भन्ने हुन्छ नि त होइन, किन ऊ बाहिर आउन सक्दैन। तर कुवा चाहिँ मेरो संसार, दुनियाँको संसार पनि यही हो। म त यो कुवाको चाहिँ कुवाको भ्यागुतो कुवै हो, कुवाको भ्यागुता हो। किनभने उहाँसँग न विचार छ, न राजनीति छ, न चाहिँ दृष्टिकोण छ, न कार्यक्रम छ, न चाहिँ योजना छ होइन, न नैतिकता छ होइन। त्यो नैतिकता हुनु पर्यो नि त, छैन, नैतिकता पनि छैन। प्रमाणहरू छ हामीसँग। किन नैतिकता भनेको पार्टीको एउटा लिडर भइसके पछाडि विधानभन्दा विपरीत गएर, हाम्रो विधानले चाहिँ राजा भन्दैन, ऊ चाहिँ राजावादीको आन्दोलनमा गइरहेको छ, राजा ल्याउने भन्ने हिँडिरहेको छ होइन। आफ्नो चाहिँ विचारभन्दा बाहिर जानु भने त नैतिकता हिँडेन होइन, आफ्नो चरित्रहीन हो नि त त्यो भने त। मेरो चरित्र भने के हो, मेरो पार्टीको विचार राजनीति सिद्धान्तलाई चाहिँ प्रमोट गर्ने हो, देश र जनताको पक्षमा कसरी काम गर्न सकिन्छ, देश र जनतालाई चाहिँ कसरी चाहिँ सुसूचित गर्न सकिन्छ, चाहिँ अब्बल नागरिक कसरी बनाउन सकिन्छ, अब्बल देश कसरी बनाउन सकिन्छ भन्ने भलै हामी कति जनताले विश्वास गर्यो भने हामी माथि जाने हो। सानो पार्टी सानो टिममा पनि यत्रो झगडा है छैन, झगडा केही छैन। हेर्नुहोस् कारबाही त भयो नि त, कारबाही त छैन, कारबाही पनि हुँदैन, उनीहरूले गर्दा पनि गर्दैन। वरिष्ठ नेताले गर्ने, वरिष्ठ नेता भनेकै तपाईँलाई चाहिँ अनियमितता चाहिँ ठगी धन्दामा लाग्छ, त्यो चाहिँ उसले कारबाही गरेको। निर्वाचन आयोगमा मेरो बहुमत छ, निर्वाचन आयोगमा चाहिँ एकजना मात्रै लहर देखाओस् न, त्यस पछाडि चाहिँ कुरा हुन्छ नि त। त्यो कारणले गर्दाखेरि उहाँहरूसँग त्यो यो पार्टीको आन्तरिक कुरामा चाहिँ म यो जान चाहन्न, किनकि उहाँहरूलाई आन्तरिक रूपमा पार्टीले कारबाही गरिसक्यो, निर्वाचन आयोगमा हामीले बुझाइ पनि सक्यौँ, निर्वाचन आयोग गइसक्यो। किनकि निर्वाचन आयोग भनेको हाम्रो पार्टीले चाहिँ जे पार्टी कमिटीले जे निर्णय गर्छ त्यसलाई चाहिँ बहुमत त हुनु पर्यो। बहुमत भनेको के हो भने हाम्रो विधान अनुसार बहुमत हुन्छ। हाम्रो विधानले दुईटा कुरा तीनटा कुरा भन्छ क्या। हाम्रो चाहिँ बहुमत चाहियो पहिलो कुरा, भएन भने 1/4 चाहियो, भएन भने चाहिँ जति सदस्यहरू छ त्यसले चाहिँ काम कारबाही अगाडि बढाउने भनेर हाम्रो पार्टीको विधानमा स्पष्टसँग लेखेको छ। त्यो कारणले गर्दाखेरि हामीलाई कुनै पनि दुविधा छैन, कुनै पनि समस्या छैन। हाम्रो पार्टी अहिले जति हुनुहुन्छ तपाईँहरू एक ढिक्का छौँ। पार्टीले मिसन टुडे, हामी मिसन 84 भन्दैनौँ, मिसन टुडे के गर्न सक्छौँ, जनताको लागि के गर्न सक्छौँ होला। भलै अरूले चाहिँ ठुला ठुला बजेट दिएर ठुला ठुला चाहिँ नसक्नु होला, भलै हामी चाहिँ कम्तीमा यो देशको लागि थोरै भनी पनि गरौँ भन्ने सोचका साथ हामी चाहिँ गर्छौँ, गरिरहेका छौँ। अनि के अरे अहिले यो राष्ट्रिय भेला अधिवेशन गर्ने कुराहरू थियो नि तपाईँ, हाम्रो अब यही विवादहरूले रोक्या हो? केही छैन, विवादले रोक्या पनि होइन। हाम्रो चाहिँ यो 82 सालमा चाहिँ महाधिवेशन गर्नुपर्ने हो होइन, हामीले चाहिँ त्यसको लागि तयारी गर्दैछौँ। तर भ्याएनौँ भने हामीले अर्को 1 वर्ष थपेर पनि गर्न सक्छौँ, त्यसमा हामीलाई कुनै पनि पार्टीहरू मोर्चामा जाने होइन, पार्टी एकता गर्ने अरू केही सम्भव छैन। हाम्रो योजना छैन तपाईँ? छैन, हाम्रो हजुरलाई आउने साथीहरूलाई स्वागत गर्नु एकदम हाम्रो पार्टी नैतिक उहाँ हैन, विचारमा हाम्रो विचारमा आबद्ध हुनु पर्यो। यति हजुरलाई यही मिडियाबाट भने मैले होइन, हाम्रो पार्टी कुनै पार्टीसँग एकता हुँदैन, कुनै पार्टीसँग गठबन्धन हुँदैन, कुनै पार्टीसँग चलिरहेको आन्दोलन तपाईँको समर्थन छैन। तपाईँलाई फेरि अर्को कुरा भनिदिएँ, हामीले त्यो चलिरहेको आन्दोलनलाई मात्रै होइन, हामी गणतन्त्रमा भएको अहिलेको सरकारलाई पनि नैतिक रूपमा समर्थन गर्छौँ। हाम्रो राज्यलाई गर्ने सहयोग त आफ्नो ठाउँमा हुँदै गर्छ, तर हामी उनीहरूले देलाएर खाउला भनेर हिँड्दैनौँ। उनीहरूले सहज बनाउला र हाम्रो पार्टी राज गराउला भनेर हामी अरू पार्टी चाहिँ हाम्रो पार्टी हेर्दै जानु होला। वैकल्पिक आज म कार्यवाहक अध्यक्ष छु होइन, भोलि को आउँछ आफ्नो ठाउँमा छ। वैकल्पिक राजनीतिक शक्ति होइन यो देशमा आवश्यक छ होइन, जनताको पक्षमा काम गर्ने मान्छे आवश्यक छ, जनताको नेता बन्न आवश्यक छ, जननेता बन्न आवश्यक छ। त्यो कारणले गर्दाखेरि हामी त्यो कदापि हुन दिँदैनौँ, त्यसमा चाहिँ नै हाम्रो पार्टी चाहिँ लाग्दैन। अनि अब म अलिकति प्रसङ्ग गर्दाखेरि के छ अहिले देशको राजनीति, के चलिरहेको राजनीतिप्रति तपाईँको पार्टीको धारणा के छ? हाम्रो पार्टीको मेन मूल धारणा अब अहिलेको चाहिँ नि कस्तो हो त भन्दाखेरि, अब हामीले एउटा प्रेस विज्ञप्ति गरेर त हामीले चाहिँ विज्ञप्ति नै दिएर त धारणा हामीले त राखेको त छैनौँ। तर मैले एउटा पार्टीको राजावादीको आन्दोलन छ यो विषयमा के कार्यवाहक अध्यक्ष भएकै नाताले पार्टीको तर्फबाट मैले हाम्रो धारणा चाहिँ तपाईँलाई स्पष्ट के गरिदिन्छु भने, राज्यले जुन अहिलेको गतिविधि छ होइन, हजुरले देख्नु भएको छ चाहिँ नि भिजिट भिसादेखि लिएर तमाम काण्डहरू के होइन, तमाम काण्डहरू धेरैवटा काण्डहरू, दोषी गृहमन्त्रीले राजीनामा दिनुपर्छ, दोषीले छुट्नु भएन,
दोषी छुट्नु भएन, निर्दोषीलाई चाहिँ हाल्नु भएन। त्यही त भयो। राज्यको ऐन कानुनलाई चाहिँ एकदम सहज ढङ्गबाट चाहिँ जनताको पहुँचमा हुने गरी चाहिँ लागू हुनु पर्यो। चाहिँ नि गृहमन्त्रीले चाहिँ गल्ती गर्यो भने राजीनामा दिनु पर्यो। हामीले कहीँ पनि उजुरी परेको छैन के, विपक्षीले कसरी राजीनामा कसरी दिनु हो, उजुरी हुनु पर्यो नि त। उजुरी हुनु पर्यो। त्यो त मैले भने त ऐन कानुन अनुसार, कानुन किन भने त मैले कानुन अनुसार उहाँले कमजोरी गरेर छैन भने राजीनामा दिएर रहनु आवश्यक छैन। तर आयो, विवाद त आयो होइन, त्यो चाहिँ नि भिजिट भिसाको नाममा आयो। तर आउँदैमा चाहिँ म एउटा कुरा चाहिँ हजुरलाई प्रश्न भन्छु कि जब विवाद आउँदैमा सबै कुरा सकिन्छ भन्ने होइन। म त के भन्ने पक्षमा हो भने कोही पनि व्यक्ति हेर्नुहोस् है, कोही पनि व्यक्तिलाई चाहिँ नि दोष लाग्दैमा समातेर चाहिँ नि कस्टडीमा हालिहाल्नुपर्छ भन्ने पक्षमा छैन। दोष लाग्छ होइन, दोष त त्यसको लागि त उजुरी हुनु पर्ला, उजुरी हुनु पर्यो, त्यो पुष्टि पनि हुनु पर्यो। तर उसलाई चाहिँ नि नेपालबाट बाहिर चाहिँ जानको लागि चाहिँ निगरानीमा राख्नु पर्यो, कस्टडीमा राखेर चाहिँ नि कोही मान्छेले पनि बिना कारण चाहिँ जेलमा कोचिनु चाहिँ हुँदैन। मेरो होइन, त्यो विषय त्यो विषय चाहिँ फरक कुरा हो। आम नेपाली किटानी छ उहाँलाई छ, उहाँलाई चाहिँ छ है, सगाई ठग्नु नि त्यो चाहिँ त्यो अदालतको काम हो। हामीले त के हो त भन्दाखेरि सत्य तथ्य आउनुपर्छ। गलत गरे होइन भने इभन रवि लामी छाने किन नहोस् र चाहिँ नि एउटा दूर दराजको चाहिँ एउटा चाहिँ आम नागरिक किन नहोस्, उसले पनि चाहिँ कारवाही हुनु हुँदैन। गलत गरेछ भने प्राइम मिनिस्टर भए पनि कारवाही हुनु पर्यो। त्यो चाहिँ हाम्रो पार्टीको चाहिँ मूल उद्देश्य हो। कानुनलाई चाहिँ एकदम जनताको पहुँचमा हुने गरी हेर्नुहोस्, अहिले त चाहिँ न्यायालय पनि पुरै चाहिँ बिकाउ, न्यायालय पुरै विवादमा होइन। यो चाहिँ यो आउँदाखेरि चाहिँ कता कता हामी युवाहरूलाई पनि चाहिँ एउटा सकारात्मक सोच राखेर हिँड्ने युवाहरूलाई पनि एउटा फ्रस्ट्रेसन जस्तो होइन। किनकि बिना पत्तामा हेर्नुहोस्, अहिले जानुहोस् चाहिँ अदालतबाट मात्रै होइन, जेलमा जानुहोस् चाहिँ 60% मान्छेहरू चाहिँ बिना कारण है, ऊ चाहिँ अपराध गरेकै छैन, ऊ फसिरहेको छ। जो मान्छे अपराध गरेको छ ऊ चाहिँ आम माफीका नाममा चाहिँ एउटा राज्य सत्ताको चाहिँ दुरुपयोग गरेर उसलाई चाहिँ बाहिर ल्याउने काम भइरहेको, यो राज्यको चाहिँ भइरहेको छ। यो चाहिँ राज्यले गर्नु हुँदैन। यस्तै कानुन चाहिँ हामीले संशोधन गर्नुपर्छ र यस्ता चाहिँ अपराध गर्ने संविधान संशोधनको कुरा ठिक छ है, संविधान संशोधनको कुरा ठिक छ। तर मेरो हाम्रो पार्टीको धारणा हजुरले सुन्नुहुन्छ, हाम्रो पार्टी यो विषयमा हाम्रो पार्टीको धारणा सुन्नुहुन्छ भने यो संविधानको पनि पक्षमा होइन क्यारे तपाईहरु होइन, संविधान पक्षमा हो। संशोधन हुनु पर्यो, संशोधन त हुनु पर्यो आवश्यक अनुसार। तर के हो हाम्रो पार्टी हो नि, अब छोटोमा जाउँ, यो देशमा जेल हुनु हुँदैन। किन यो देशमा जेल हुनु हुँदैन? यो देशमा जेल चाहिँ के हो, गल्ती गरेका मान्छे होइन। भर्खरको युवाहरू छ नि, भर्खरको युवाहरू गल्ती नै गरे भने जेल गयो नि, गयो होइन, गएर के गर्यो, त्यहाँ गएर चाहिँ बस्यो, सरकारी दाल भात खायो। उसलाई त एउटा नर्म्स बनाएर एउटा विधान निर्माण गरेर विकास निर्माण लगाउनु पर्छ। त्यो चाहिँ जनशक्ति हो। त्यो चाहिँ जसरी चाइनाले गरे एकदम एकदम विश्वभरि त्यो कैदीहरू जान्छन् एकदम। यो चाहिँ हाम्रो देशमा लागू हुनुपर्छ। तपाईँलाई अर्को कुरा मैले एउटा कुरा भनिदिएँ जाँदा जाँदै, यो देशमा सबभन्दा पहिला होइन, अब फेरि यही कुराले विवादमा नआओस् होइन, मैले आम नेपाली जनतासँग माफी माग्दै, किनभने हामी लडेर ल्याउन सक्दैनौँ भने जति छ नि खल्तीमा त्यो सुरक्षा गर्नुपर्छ। त्यसको अर्थ हजुर बुझ्नु भएको भएन? यो देशको टेरिटोरी छ नि, यो देशको सिमाना छ नि, सकिन्छ न्यायसङ्गत ढङ्गले आफ्नो भूभाग ल्याउने हो होइन भनेपछि देश सिल गर्नु पर्यो होइन। मैले भने जति छ नि देश सिल गर्नु पर्यो होइन। यो देशमा चाहिँ नि उर्वर जमिन चाहिँ अहिले उर्वर जमिनहरू बाँझो छ, सबै बाँझो जमिन छोडेर चाहिँ विदेश गएको छ होइन होइन। यो अहिले हजुरलाई एउटा कुरा भने हजुरकै मिडियाबाट, यो देशमा जब रोजगारी छैन भनेर हामी विदेशिन्छौँ नि, म चाहिँ नि आम नेपाली जनतालाई पनि गाली गर्न चाहन्छु, सल्लाह दिन चाहन्छु। कुन माने भने सकारात्मक गाली। हजुरहरू चाहिँ विदेश जाने होइन, राज्यले त्यो व्यवस्थापन गर्नु पर्यो, राज्यले उत्पादनको चाहिँ बजारीकरण गरिदिनु पर्यो र नेपाली जनताले उत्पादन गर्नु पर्यो। बाँझो जमिन राखेर चाहिँ विदेश जानु भएन, रोजगार त ती बाँझो जमिनमा छ नि त। जब त्यो जो मान्छेले चाहिँ बाँझो जमिन छोडेर विदेश जान्छ त्यो जमिन राष्ट्रियकरण गर्नुपर्छ। हस्, धन्यवाद। हस्, नमस्कार।